बुढो, अब हामी यसरी चुप लागेर बस्नु हुँदैन। हामी यसरी चुप लागेर बस्यौँ भने त्यो देवर भनाउँदोले हामीलाई हेप्दै जान्छ। चुप नलागेर के गरौँ भन् त? तसँग छ नयाँ उपाय? त्यतिका गरिसक्यो त म। अब के गर्न बाँकी छ हामीले? तपाईँले हार मान्नुभयो होइन त? त्यसो भए आफ्नै बुढी कालिकालाई उसको बुढो खोजेर पत्ता लाएर यो गाउँबाटै निकाल्न सक्ने तपाईँको भाइले त्यो घरमा टिक्न देला त? यति कुरा याद गर्नुहोस्, अब हाम्रो बिल्लीबाठ हुन समय लाग्दैन। मलाई पनि त्यही कुराको डर छ र त रातमा निद्रा लाग्दैन, दिनमा छटपटी सिवाय केही हुँदैन। त्यो घर जग्गा मेरो हातमा पार्न सकिनँ भने मेरो अस्तित्व नै समाप्त हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि म केही गर्न सकिरहेको छैन भनेर आफैसँग रिस उठिरहेको छ। के गरौँ? अब त्यो कुरा त तपाईँलाई नै थाहा होला नि, के गर्नुपर्छ के गर्नु पर्दैन भनेर। मलाई राम्रोसँग थाहा छ, मार्नुपर्छ कि मर्नुपर्छ, जे गरेर भए पनि म त्यो घरमा आफ्नो अस्तित्व कायम राखेरै छाड्छु। त किन बिना बित्थामा सुर्ता लिएर आफ्नो जिउ सुकाउँछस् छोरी? जब समीर त बिना खुसी हुन सक्छ भने त समीर बिना खुसी हुन सक्दिनस्? तेरो भाग्यमा माया भन्ने नै थिएन भने त किन माया माया भनेर मरिहत्ती गर्छस्? त्यो समीरले तँलाई स्वीकारिहालेको भए पनि यो समाजले तिमीहरूको जोडीलाई कहिल्यै स्वीकार्दैन थियो छोरी। आफ्नो मान्छेले माया गरेको भए यो समाजको मुख पनि त हेर्दैन थियो नि आमा। तर जब माया गरेको मान्छेले नै मायालाई अभिशाप बनाएर जान्छ तब जिउनु र मर्नुमा कुनै अन्तर रहँदैन रहेछ। मनलाई 10 ठाउँमा पुर्याउने काम बन्द गर। यस्तो हुने नहुने कुरा सोचेर मलाई पनि पिरमाथि पिर थप्ने काम नगर तैँले। जति नै नसोचौ भने पनि मेरो दिमागमा त्यो बाहेक अरू के कुरा आउँदैन त म के गरौँ आमा? तपाईँ फेरि किन हाम्रो घरमा आउनुभयो समीर बाबु? यतिका समयसम्म मेरी छोरीलाई मायाको नाटक गरेर बिहे अर्कैसँग गर्नुभयो। आज आएर फेरि खुसी खुसी उसैलाई स्वीकार्नु भयो। अनि किन हाम्रो घरमा पाइला टेक्नु भयो तपाईँले? जानुहोस्, गइहाल्नुहोस् यहाँबाट। तपाईँहरूले कुरो बुझ्नु भएन काकी, मैले कालिकालाई स्वीकार गरेकै छैन। वास्तविकता अर्कै छ। वास्तविकता? कस्तो वास्तविकता? मैले कालिकालाई स्वीकार गरेको नाटक मात्र गरेको हो काकी। वास्तविक कुरा कालिका पहिलेदेखि नै विवाहित रहेछ। मैले उसको श्रीमानलाई भेटेँ। उसको श्रीमानले मलाई साथ दिएपछि हिजै कालिकालाई उसको श्रीमानको जिम्मा लगाइदिएँ र उसले लिएर पनि गइसक्यो। तर यो सब कसरी सम्भव भयो समीर? कालिकाको अर्को पनि बुढो छ भन्ने कुरा मलाई रामशरणले भन्यो। म रामशरणलाई भेट्न जेलमा गएको थिएँ। हो केही चिन्ता लिन पर्दैन सीता। भन्छन् चुफो माया गर्नेहरूलाई कुनै पनि बाधाले छेक्न सक्दैन। अन्तिममा हामी दुईलाई भगवानको कृपाले मिलाएरै छाड्यो। धन्न सबै कुरा सहज तरिकाले भइदियो। सायद यो खुसी यो दशैंको पहिलो स्वागत हो नि काकी। अब दशैं पनि आइसक्यो। यो पालिको दशैंमा म तपाईँको हातबाट पनि टिका लाउँछु। अनि सीताले पनि मेरी आमाको हातबाट टिका लाउँछे। तर बाबु? तर सर केही पनि नभन्नुहोस् काकी। अब सीता र तपाईँको साथमा म छु। मलाई तपाईँहरूको साथको खाँचो छ।
अलिक बुझ्ने ठुलो छोरो भनाउँदा चाहिँ सम्पत्तिको लागि भाइले मार्न पछि पर्दैन। कान्छाको पनि पैसा निकाल्न सक्ने अवस्था नै छैन। बाहिरबाट समाजले देख्दा चाहिँ यो घर निकै सम्पन्न र पैसाले बरिबराउ देख्छ। तर आफ्नो अवस्था आफ्नो पीडा आफैले मात्रै थाहा हुने रहेछ। अब घरबारी नै बेचेर दसैँ मनाउने कुरा पनि भएन। यसैको लागि घरमा यत्रो लडाको मचेको छ। मैले खाइ नखाइ गरेर जोगाएर यो पुत्रुकेमा हालेको पैसा कति नै होला र? यसले कसरी दसैँ टार्ने होला? छोरी ज्वाइँ आउलान्, भान्जा भान्जी इष्टमित्र नाता गोता आउन कसरी टार्ने? यसमा नि कति नै होला र? आमा यो के गर्नुभएको आमा? यसो टिका खर्च अलिअलि टर्छ कि भनेर खुत्रुकी फुटाइकिन बाबु। कतितिर सोच्नुहुन्छ है आमा? केही कुरा त छोरालाई पनि जिम्मा दिनुहोस् न। जन्माउनु भयो, हुर्काउनु भयो, यति ठुलो बनाउनु भयो, अब पनि सबै चिन्ता तपाईँले नै लिनुपर्छ त आमा। के सन्तानको चाहिँ कुनै जिम्मेवारी हुँदैन र? मैले पैसा साटेर ल्याएको छु आमा। कति बुझ्ने छ सही बाबु त? यति पैसा भयो भने त दसैँ रमाइलोसँग मनाउन सकिन्छ। बरु केही किनमेल गर्नु छ, म जान्छु है। पर्दैन, भन्नुहोस् न बरु के ल्याउने हो, म लिएर आउँछु। अब घरमा के सामान सकेछ तर कसरी थाहा हुन्छ भन् त? खात्रा खुत्रुक धेरै चिज किन्न छ। म सदरमुकाम गएर आफै किनेर लिएर आउँछु। त घरमा आराम गरेर बस। म तसँग माफी माग्न लागेको त छैन कान्छा, तर सक्सेसमा नै मलाई माफी गर्थे। थाहा छैन कसको भड्काउमा आएर मैले आफ्नै भाइमाथि अन्याय गर्ने सोचेँ। थाहा छैन कसरी मैले ठुलो पाप गरेँ। मलाई माफ गरिदिए कान्छा, मबाट ठुलो गल्ती भयो। मलाई माफ गरिदिएको होस् भने तेरो लागि बनाएर ल्याएको यो चिया समा। मैले तपाईँलाई कहिले नै गलत सोचेको थिएँ र दाइ माफी दिनलाई। यो सबै हुनुमा सबैभन्दा ठुलो दोष मेरै छ। आमाको नाउँमा भएको सम्पत्ति तपाईँलाई नि नसोधी मेरो नाममा पास गर्नु मेरो पनि गल्ती हो। मैले तपाईँलाई दोष देखाएको छैन दाइ।
मलाई एक्लै ठुलो हुनु छैन। मेरो बाउ पछिको बाउ भनेको तपाईँ नै हो दाइ। म परिवारमा अशान्ति छाएको, परिवार उजाडिएको, तपाईँ अनि आमाको आँखामा आँसु आएको कहिले हेर्न सक्दिनँ दाइ। मेरा अनेकौँ इच्छा चाहना भन्दा तपाईँहरूको सपनाको ठुलो महत्त्व छ दाइ मलाई। बाउ समानको दाइ नै खुसी नभएपछि म खुसी हुनुको के नै अर्थ रहेर। त्यसैले दाइ, आमाले मेरो नाउँमा गरिदिनु भएको सबै सम्पत्ति मैले तपाईँको नाउँमा गरिदिएको छु। त्यहाँ सिरानी मुनि लाल पूर्जा छ। मेरो भाइ के भयो मेरो भाइ? ए भगवान, मैले के पाप गरे? भाइ कान्छा उठ उठ उठ। ए भगवान, के गरे मैले? समीर, भाइ बाबु समीर मैले तँलाई चिन्न सकेन समीर। लक्ष्मी, मैले मेरो भाइलाई चिन्न सकेन रे। यति बुझ्ने मेरो भाइ, मैले तँलाई बुझ्न सकिनँ भाइ। समीरले सारा सम्पत्ति मेरो नाममा गरिदिएको रहेछ। उसले बोल्दा बोल्दै मैले दिएको सबै बिस्काइदियो। यदि समीरलाई केही भयो भने मेरो भाइ बोल्नु भने बाबु समीर, मेरो भाइ तँलाई केही हुँदैन। तेरो भाइ हजुरसँग तँलाई केही हुँदैन मेरो भाइ। बोल, मलाई माफ गरिदे भाइ। मैले तेरो विश्वासलाई तोडे। मैले तँलाई फेरि पनि बिस्खाएर भावेको थिएँ। भने के गरे? मलाई कुनै पत्नी अधिकार छैन। त्यसो नगर्नु दाइ, तपाईँको परिवारप्रति ठुलो जिम्मेवारी छ। बरु मर्नु परे म आफै मरिदिन्छु। म मर्दा यो परिवारलाई खुसी मिल्छ भने म खुसी खुसी मर्न तयार छु दाइ। तँलाई के हुन्न मेरो भाइ? तँलाई म अस्पताल लिएर जान्छु। पर्दैन दाइ, छिन्न ठिक छु। मलाई अस्पताल लान पर्दैन। दसैँको मुखमा आमाले थाहा पाउनुहुन्छ दाइ। दसैँको मुखमा बल्ल बल्ल खुसी भएको आमाको अनुहारमा अँध्यारो छाएको हेर्न सक्दिनँ दाइ।
हामी पनि आमाको अनुहारमा खुसी भर्दै दसैँ मनाउनुपर्छ दाइ। तपाईँ जस्तो दाइको साथ पाएको भाइ कहाँ यति सजिलै मर्न सक्छ र। होइन है देवेन्द्र, यो दिउँसोमा सातभरि पैसा गन्दै कता हिँडेको? लुटे लास्ने फेरि होस् घर। अब सबैजना दसैँको रमझमतिर लागेछन्, अर्काको हातको पैसा हेर्ने कसलाई फुर्सद होला र यहाँ? अनि तपाईँहरू कतै हिँड्नुभएको? माटो लिन जानु लाग्यो नि, घर रातो माटोले लेप्नु परेन? अब कति ढिला हो, मैले त अस्ति नै लिपि होरी सदरमुकाम गएर पैसा सारेर ल्याइसकेँ। तँलाई यति धेरै पैसा चाहिँ किन चाहियो हो? त अर्काको घरमा पाहुना बस्न जाने त होला। अब त्यति साह्रो पनि हेरेर नभन्नु क्या दिदी। फेरि यो सबै पैसा मैले मेरो मात्रै भने छैन नि त, आधी मेरो आधी सीताकी आमाले साट्न पठाउनु भएको। बरु तपाईँहरू पनि चाँडो जानुहोस्, घर सजाउनु ढिला होला, म चाहिँ लागेँ। ल ल हुन्छ। छोरी अझै तयार भइनस्, दसैँको टिका साइडमै लाउनु पर्छ, छिटो आइज। ल आइज बस, साइड भइसक्यो, टिका लाउनु पर्छ। सधैँ सुखी हुनु, खुसी हुनु, तरोएको यी आँखाहरूले कहिले हेर्न नपरोस्। जस्तो हाम्रो अवस्था छ, जति हाम्रो औकात छ, त्यसले भ्याउनी मात्रै चिताएर अघि बढेस्। तैँले मनले चिताएको सबै पुरा होस्। नवदुर्गा भवानीले तेरो रक्षा गर। ल खुट्टाले खै। कान्छा, कति समय लगाएको? होइन बेहुलै बन्न आँटिस् कि क्या हो? टिकाको साइतै जान लागिसक्यो। बेहुलै बन्न आँट्या रहेछ र पो समय लाग्यो रहेछ त। बेहुलो हुँदा कहाँ यतिको मात्रै हुन्छ आमा, बेहुलो बन्दा त तपाईँहरूले चिन्नै नसक्ने हुन्छ। ल अब टिका लगाउँ। पहिला कान्छालाई लगाइदिनु न आमा। होइन दाइ, दाइ भाउजूले टिका नलाइ म कहाँ टिका लाउँछु र, दाइलाई नै लगाइदिनु न। सधैँभरि यस्तै होस्। दाजुभाइ मिलेका छन्, आमालाई सुखसँग पालेका छन्।
भनेको सुन्न नपाई मर्न परोस्। सधैँभरि यसरी मेरो मासु खाइरहनु, कहिले पनि मलाई सुखले सास फेर्नु नदिन। अरूका छोराछोरीले आमा बाउलाई कति सुखले पालेका हुन्छ, माया माया दिएका हुन्छ। आफ्नो त कर्मै खोटो। भयो त आमा, दाइले बुझिसक्नु भएको छ। अब दाइले कहिले पनि गलत बाटो अपनाउनुहुन्न। मैले दाइलाई राम्रोसँग सम्झाइसकेको छु। दाइ र म मिलेर सधैँ सुखै सुख दिन्छौँ आमा। अब भाउजूलाई पनि टिका लगाइदिनुहोस् न आमा, तर राम्रो आशिष दिएर है आमा। आमाको तर्फबाट म आशिष दिन्छु है भाउजू। सधैँभरि दाजु भाउजू मिलेर बसेका छन् भन्ने सुन्न पाइयोस्। यो घर चलेको छ त सिर्फ भाउजूको माया र साथले गर्दा चलेको छ भनेर सुन्न पाइयोस्। मेरो छोरालाई सधैँ राम्रो होस्, आँटेको काम पुगोस्। नवदुर्गा भवानीले सधैँ रक्षा गरून्। आमालाई गर्ने माया कहिले नघटोस्। समाजको नजरमा सधैँ उदाहरणै बन्नु, कहिले कसैको चित्त नदुखाउनु। ल आशीर्वाद छ, भाग्यमानी भएछ। आउनु खै खुट्टा दिनु। देवेन्द्र, निधारमा टिका त लगाएको छैनस् त? सायदको टिका त लगाउनु पर्छ नि। मेरो कुनै छोरा टिका नआउनु, तपाईँहरूको जस्तो परिवार छैन क्यारे। आऊ बाबु, म तिमीलाई टिका लगाइदिन्छु। नवदुर्गा भवानीले रक्षा गरून्, आँटे ताकेको पुगोस्, मनले चिताएको सब पुगोस्। देवेन्द्र, यहाँ त टिका लगाइहाल्यो, जाउँ हामी दुईजना गएर सीताकामा पनि टिका लगाउनुपर्छ। चल भइहाल्छ नि। भनाइ र व्यवहारमा फरक पर्छ आमा। समीरले यहाँ टिका लाउन आउँछु भने पनि समीरको आमाले यहाँ टिका लाउनु पठाउनु होला र? आउँछु भनेको मान्छे आउनु त पर्ने हो। एकछिन बाटो हेर्दैमा के नै बित्छ र? आउनु भयो त।
हामी आयौँ त काकी टिका थाप्न। बसौँ न बाबु, आउनुहोस् बाबु बसौँ। टिका लगाइदिउँ होइन त? लगाइदिनुहोस्। ल बाबु साह्रै खुसी लाग्यो टिका लाउन आउनुभयो। राम 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 राम। होइन यो के देख्नु परेको? आजको यस्तो पवित्र दिनमा दलितको घरमा बाहुन टिका थाप्न आउनुभएको? छि 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 छि, तिमीहरूले त धर्मको नाश नै गरेर छोड्ने भयो। मुख छ भन्दैमा जे पाए त्यही नबोल्नु दिदी। एउटा बाहुनले दलितको घरमा गएर टिका लाउनु हुँदैन भनेर कहाँ लेखिएको छ? यो पर्व दलितहरूको चाहिँ होइन र? आफूलाई उच्च जात भयो भन्दैमा के को घमण्ड गर्नुहुन्छ दिदी? जबकि तपाईँलाई जातको सम्मान नै गर्न आउँदैन भने थाहा छ यो संसारमा सबैभन्दा सानो जात कसको हुन्छ? तपाईँ जस्ता सोच भएका मान्छेको हुन्छ। मैले कान्छी काकीको हातबाट टिका लगाएँ, के ममा केही परिवर्तन आयो? मेरो जात घट्यो? अर्काको चियो चर्चो गर्नुभन्दा पहिला आफ्नो सोच बदल्नु, त्यसपछि अरूलाई तुलना गर्दै हिँड्नु। जानु यहाँबाट। हेर न फुर्ती, आफू नै तल्लो जातसँग झुकेर टिका लाउन आइरहेछ, अझै ठुलो कुरा गर्छ। लगाइदिनुहोस् काकी टिका। आमा 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 बाहिर आउनु त। आयो हो आए। सीतालाई टिका लगाइदिनु आमा। मैले पनि सीताकी आमाको हातबाट टिका लाएर आएको। सीतालाई पनि तपाईँको हातबाट टिका लाउनलाई लिएर आएको। Oh, vamos. आमा के गर्नुभएको आमा तपाईँले? यस्तो घरको पिँढीबाट माथि उकाल्दा समेत 1000 पल्ट सोच्नु पर्ने जातलाई तपाईँ आज पिँढीमै बसाएर टिका लगाइदिँदै हुनुहुन्छ। तैँले के भन्न खोजेकी बहिनी?
त्यो सीताले हाम्रो घरमा टिका लगाउँदा के बिग्रियो? के सीता चाहिँ मान्छे होइन? मैले पनि सीताको घरमा गएर टिका लगाएर आएको। मैले उसको घरमा गएर टिका लगाउँदा भयो भने उसले यहाँ टिका लगाउँदा के को आपत्ति? आज टिकाको दिन, चाडबाडको समय छ, सबैजना परिवार भेला भएका छौँ। चाडबाडको बेला झगडा गर्नुपर्ने नबना बहिनी। सीता, सीता के हो आमा? दाइ त यो सीतेको पछि पछि पो जानुभयो त। हुँदैन छोरी, बिस्तारै सबै कुरा चाल पाइहाल्छिस् नि। अनि एक्ला कि चाहिँ खै त? विदेश गएको मान्छेलाई कहाँबाट ल्याउने? ल अहिले हिँड, तँलाई मन पर्ने सेल पकाएकी छु, टिका अहिले लाउन। सानो सानो कुरामा चित्त नदुखान सीता। तँलाई थाहा छ त यो समाज यस्तै छ भन्ने कुरा। यो सबै मूर्खहरूले गर्ने कुरा हो भनेर आफूले बुझ्दा बुझ्दै त किन मन दुखाउँछिस्? मान्छेले अशिक्षा र अज्ञानताले जात छुट्यायो। वास्तवमा सबै जात एउटै हुन् सीता। न त सानो जातको न म ठुलो जात। मान्छे ठुलो विचारले हुन्छ, जातले होइन। यस्तो कुरोमा मन नदुखा न। सारा समाज तेरो विरुद्धमा भए पनि म त तेरै साथमा छु नि। के तँलाई मेरो पनि विश्वास लाग्दैन? खोतलेको ठाउँबाट बल चले जस्तै दुःख भन्ने कुरा सधैँ दुखीकै जीवनमा आउने रहेछ आमा। बन्नीकै बिरामी हुनुभएपछि ज्वाइँ किडनी बेच्छु भनेर इन्डिया जानुभएको थियो। त्यो राक्षस धनेश्वर भन्नेले ज्वाइँलाई किडनी बेच्न भनेर पठायौँ। एकजना माडेको घरमा काम गर्न लागेको रहेछ। 1 महिनासम्म दुःख पाउनुभयो। यता बुबाको स्वास्थ्य अवस्था पनि दिन प्रतिदिन जटिल बन्दै गइरहेको थियो आमा। धेरै दुःख भोगेर ज्वाइँ फर्किनु त भयो, तर बुबालाई उपचार गर्ने कुनै विकल्प नै बाँकी थिएन। त्यही तलको बेसी खेत बेचेर बुबाको उपचार गर्यौँ। त्यतिले पनि नपुगेर रामसाउकोबाट 5 लाख रुपियाँ ऋण लियौँ। त्यही ऋण तिर्न भनेर ज्वाइँ विदेश जानुभएको हो आमा। यति धेरै दुःख पाउँदा पनि किन हामीलाई खबर नगरेकी त छोरी? यहाँ घरकै अवस्थाको बिजोग थियो आमा। तपाईँलाई पीडामाथि पीडा थुपार्नै मन लागेन। अनि छोरी, अहिले चाहिँ ज्वाइँको कमाइ कस्तो छ त? कम्पनी राम्रो परेन रे आमा। तलब नदिएको 3 महिना भयो भन्नुहुन्छ। व्यवहार चारैतिर अप्ठ्यारो नै अप्ठ्यारोमा छ आमा। साउ पनि दिन बिराएर घरमा आउँछन्। बुबाले पनि अहिले स्कुलमा पिउनको जागिर गर्दै हुन्छ। जति सुनाए पनि मनमा लागेको चोटहरू सकिँदैनन् आमा। साँच्चै, अनि अहिलेसम्म पनि रस्सु, कान्छो दाई, दाई भाउजूहरू आउनु भएको छैन त? कहाँ जानुभएको रहेछ? उफ, कान्छो आए जस्तो छ। त पनि थाकेर आएकी छिस्, आराम गर्दै गर, म गरी टोका खोल्छु। रस्सु
हिरो यत्रो दिनसम्म मामा घर बसेर घरै बिर्सी होइ छोरी मम्मी र बाबालाई मलाई लिन आउने फुर्सद भए पो आउनु मलाई पनि घर आउन कति मन लागेको थियो कोही पनि लिन आउनु भएन अनि काका खै त काका एकैछिन बाहिर गएको छ के बरु थाहा छ फुपू आएर सुतेकी छ नि माथि फुपू फुपू आउनु भएको छ फुपू फुपू दुर्गा भगवानले रक्षा गर्नु सधैँ सुखी रहनु दोस्रो विद्या प्राप्त होस् आमा बाउलाई सधैँ माया गर्नु आँटेको ताकेको काम पूर्ण होस् ल एक समाउँदै छोरीसँग म जमन लगाइदिन्छु अब म जान्छु आमा फेरि बा पनि घरमा एक्लै हुनुहुन्छ म भइन भने समयमा औषधि पनि खानुहुन्न अब जान्छु भन्छस् अलिक दिन बसेको भए हुन्थ्यो होइन आमा जानुपर्छ गएँ है ल कहाँ जानु लाग्यो बहिनी त घरमा बुवा एक्लै हुनुहुन्छ दाइ म कहाँ यहाँ बसिराख्न मिल्छ र कहाँ त्यसो भनेर हुन्छ तँलाई त म तिहार नमानी मरे पनि जान दिन्न खुरुक्क झोला राखिहाल त तर दाइ तर सर केही पनि भनिराख्न पर्दैन खुरुक्क झोला राख भनेपछि राख्न तिहार नमानी कोही पनि कतै जान पाउँदैन मलाई बोलाउनु भएको हो र काकी खुसी त मैले नै समयलाई तँलाई बोलाएर ल्या भनेर पठाएँ कि अब धेरै भयो मान्छेहरूको कुरा काट्ने बाटो त्यही भएर एउटा निर्णय लिन तँलाई यहाँ बोलाएँ कि कस्तो निर्णय काकी तेरो र समीरको बिहे कतिन्जेल मान्छेहरूले कुरा काट्ने बाटो बनाउनु त्यही भएर अब म तिमीहरू दुईजनाको बिहे गरिदिन्छु समीर बिहेको तयारी गर आमा 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 अब तपाईँले हामी दुईजनाको मायालाई स्वीकार गरिसकेपछि केही पनि बाँकी छैन भन्ने ठानेर हाम्रो घरको अवस्था बुझेर मैले त यिनलाई सुटुक्क भगाएर बिहे गरेर ल्याएँ म आज अत्यन्तै खुसी छु आमा तपाईँले मेरो मायालाई बुझिदिनु भयो जातभातभन्दा माथि उठेर हाम्रो भावनालाई बुझिदिनु भयो समाजबाट जातीय विभेद अन्त्य गर्न मलाई साथ दिनुभयो साँच्चै म यो समाजको सबैभन्दा भाग्यमानी छोरा हो आमा सीता आमाको आशीर्वाद ल्याऊ ल ल भयो भाग्य भन्नु भएस्
लक्ष्मी जा त भित्र गएर बुहारी भित्राउनको लागि आरतीको थाली तयार पारेर ल्या। होइन के सुनेर पनि नसुने जस्तो गरे कि भने जानु भनेको। दाइ तपाईँको यो के तमासा हो दाइ? तपाईँले यो अछुत चितेसँग साँच्चीकै बिहे गर्नुभएको? विचार गरेर बोल कान्छी, यो कुनै अछुत होइन, तेरी भाउजू हो। र यो कुनै तमासा होइन, तेरो दाइको बिहे हो। के सोचेर तपाईँले बिहे गर्नुभएको होला? तपाईँहरूको माया आफ्नो ठाउँमा छ, तर यो समाजलाई तपाईँहरूको मायाको कुनै पनि वास्ता छैन। भोलि समाजले कुरा काट्दा तपाईँहरू त एकअर्काको साथमा हुनुहुन्छ, सुनेर पनि टार्नु होला। तर हामीले कसरी सामना गर्ने दाइ? किन त मेरो साथमा छैनस् र? सीता मेरी माया हो, जीवनको आधा भागमा आएर भेटाएँ। त मेरी बहिनी होस् नि, यिनै हातले सानैदेखि बोकेर हुर्काएँ। अहिले आएर तेरै दाइको विरुद्धमा उभिन्छेस्? दाइको खुसी भन्दा तँलाई समाजको दृष्टि प्यारो भयो होइन? ठिक छ, तँलाई यो सब मन परेको छैन भने आफ्नो घर जान सक्छिस्। अब आरती उतार्नुहोस् बुहारीको। बाबु कता जानु लाग्यो तिमीहरू? कतै जाने कुरै थिएन त। हिजो तपाईँसँग कुरा गर्छु भन्दै थिएँ आमा, फेरि तपाईँले रातै कटाउन सक्नुहुन्न जस्तो लाग्यो। सीता र मैले यो भएबाट अलग बस्ने निर्णय गऱ्यौँ आमा। तँ के भन्दैछस् छोरा? अचानक तँलाई के भयो? अचानक होइन आमा, यो सब पहिलेदेखि नै भइरहेको। यो घरमा कलह र झगडा कहिल्यै कम भएन। हामीसँग दाजु भाउजू कहिले पनि खुसी हुनु भएन। त्यही भएर यो घरको खुसीको लागि भए पनि हामी जानै पर्छ जस्तो लाग्यो। हामी सहर जाँदैछौँ आमा। हामी गएपछि दाइ भाउजूले तपाईँलाई माया गर्नुहुन्छ, अनि यो घर पनि घर जस्तै हुन्छ। यसमा तिम्रो के दोष छ र बुहारी? दोष मेरै त छ नि आमा, मनै त हो यो झगडाको जड। जुन दिनदेखि म समीरको मनमा बस्न थालेँ, त्यही दिनदेखि यो घरमा कहिल्यै शान्ति छैन। सबैको जिन्दगी उजाडियो। हरेक दिन कसैको घिडाको पात्र बन्नुभन्दा बरु कसैको सम्झनामै नआउनु बेस, मिना र आमा। त्यसैले हामी सहर जाँदैछौँ। जति दुःख गर्नु छ उतै गएर गर्छ। यहाँ बस्दा पनि कहिले जिन्दगी सुखमय बन्दैन, त्यसैले हामी जानै पर्छ। हामीलाई माफ गरिदिनुहोस् आमा। बाबु के भयो आमा?
किन हात्तिनु भएको यसरी? नहातिनु भएको आमा के भयो? के भयो कल्पना आमालाई काशी? खै मलाई पनि केही थाहा छैन। एक्कासी तपाईँको नाम लिएर चिच्याउनु भयो। सायद केही सम्झेर हात्तिनु भयो जस्तो छ। बाबु मैले गलत निर्णयले मलाई एकदम डर लागिरहेछ। यस्तो लाग्दैछ कि मेरो सन्तानहरू खोसिँदैछन्। तपाईँले के भन्न खोज्नु भएको आमा? मैले त केही पनि बुझिनँ नि। तपाईँले कहिले बुझ्नुहुन्छ दाइ? जब आमा हामीबाट टाढिनुहुन्छ तब बुझ्नुहुन्छ? सन्तान खोजिने त परको कुरा हो आमा। पहिला यो समाजसँग कसरी सामना गर्नुहुन्छ त्यो कुरा सोच्नुहोस् न। तपाईँले त आफ्नो मन कठोर बनाएर जातभातको कुरालाई अपनाउनु होला, तर यो समाजको क्रूर वचनलाई अपनाउन गाह्रो हुन्छ आमा। पहिला मलाई सम्झाएर मेरो मनमा डर भर्ने मान्छे आज आफै त्यो कुरालाई कसरी स्वीकार्न सक्नुहुन्छ आमा तपाईँ? तेरो यो रूप पनि छ है बहिनी। तँलाई अप्ठ्यारो पर्दा हरेक क्षण तेरो साथ दिएँ। तेरो निर्णयलाई मैले सधैँ अपनाएँ, तर आज तँ मेरो विरुद्ध उभिन्छेस्। जसलाई यो विषयमा सबैभन्दा धेरै थाहा छ त्यही मान्छे किन यति धेरै अबुझ जस्तो व्यवहार गर्छस् बहिनी भन् त? मैले तपाईँको बारेमा मात्र सोचेर बोलेकी छैन दाइ। मैले त यो परिवारको लागि सोचेर बोलिरहेको छु, जसरी तपाईँहरूले पहिला मेरो लागि बोल्नु भएको थियो। परिवर्तन आफूबाट सुरु गर्ने हो, जुन पहिले गर्न सकिनस्। आज मैले गर्न खोज्दा पनि किन त बाधक बनेर उभिन्छेस्? मलाई अरू कसैको मतलब छैन आमा। तपाईँको निर्णय नै मेरो लागि अन्तिम फैसला हुनेछ। र मलाई थाहा छ मेरो भविष्यको लागि भए पनि तपाईँले गलत निर्णय लिनुहुन्न। एकाएक यति धेरै खुसी नहोस् छोरी। धेरै हाँस्यो भने नासिन्छ भन्छन्। तेरो यो हाँसो फेरि पनि आँसुमा परिणत भएको देख्न सक्दिनँ म। अब त सबै कुरा ठिक हुँदैछ त आमा। आफूसँगको लडाइँमा हो आफूलाई जित्ने र सबै कुरा ठिक हुने। तिमीहरूको लडाइँ समाजसँग छ छोरी, जहाँ तिमीहरूको हार बाहेक अरू केही हुँदैन। समाज एकातिर छ, तिमीहरू अर्कोतिर। यतिका धेरै प्रतिपक्षसँग जित्न मुस्किल छ छोरी। सपना देख्नु र त्यसलाई पुरा गर्नुमा धेरै भिन्नता हुन्छ। तुलसा आमाले नै स्वीकार गर्नु भएपछि अरू किनै गाह्रो छ र आमा? समाजलाई चुप लगाउन त्यो बेला गाह्रो हुन्छ जब आफू मौन रहन्छ। तुलसा आमा र मलाई स्वीकार गर्ने समीर नै यो समाजको विपक्षी भएर लडाइँ लड्न उत्रेपछि यो समाजसँग पनि त अरू कुनै विकल्प रहँदैन नि, होइन र? केही समयको लागि होला छोरी, तर तिमीहरू एक भएपछि समाजको आँखा बल्छ। हाम्रा छिमेकीहरूलाई तैँले चिनेकी छैनस् र? यहाँ हामीले ठुला जात भनौताको बाटो मात्र काट्यौँ भने पनि आँखा तरेर हेर्छन्। झन् साइनो गाँस्यौँ भने त के पो गर्लान्? म त तुलसा दिदी आफैले यो निर्णय कसरी लिनुभयो भनेर छक्क परेकी छु। उहाँले हाम्रो साँचो मायालाई मनदेखि बुझ्नु भएको छ आमा, त्यही भएर त यो निर्णय लिनुभएको। तैँले जति सजिलो सोचेकी छेस् त्योभन्दा 100 गुणा बढी मुस्किल हुनेछ तिमीहरूलाई। मुस्किल त तब हुन्थ्यो काकी जब
समाज सँगसँगै तपाईँहरू पनि हाम्रो विरुद्धमा हुनुहुन्थ्यो। अब त तपाईँहरू हाम्रै साथमा हुनुहुन्छ। हामीलाई केही पनि कुराको चिन्ता छैन। तर समीर बाबु, म सीतालाई एकदमै धेरै माया गर्छु काकी। समाज त के, हामी दुईजनाको बिचमा स्वयं भगवानै उभिनु भयो भने पनि म उहाँको विरुद्धमा उभिने सामर्थ्य राख्छु। हामी दुईजनाको तर्फबाट तपाईँले कुनै पनि डर चिन्ता मान्न पर्दैन काकी। बरु सीता र मेरो बिहेको तयारी गर्नुहोस्। कहाँ पुगेर आउनुभयो समीर दाई? कहाँ हुनु नि? सीताको घरमा गएर आएको। अनि त चाहिँ कहाँ हिँडेको नि? कता हुनु दाई? यत्तिकै गाउँतिर डुलिरहेको नि। अनि के हो समीर दाई, गाउँभरि तपाईँ कुरा काटेर हैरान छ त? होइन, यो हाम्रो गाउँको मान्छेहरूलाई अरूको खुसी किन सही हुँदैन दाई? तपाईँको र सीता दिदीको बिहे हुने हल्लाले सबैको टाउको दुखेछ। भनेपछि औषधि पसले दाइलाई फाइदै हुने काम गरेछु होइन? अब तपाईँलाई पनि यो कुराले तनाव नदिएको देख्छ। मलाई त एकदम खुसी लागेको छ दाई। अरूको कुरा सुनेर आफ्नो जीवन परिवर्तन गर्नु भनेको त मूर्खले गर्ने काम हो। गाउँलेहरूको कुरा सुनेर के नै हुन्छ र? न तिनीहरूले मलाई हुर्काए, न दुःख पर्दा साथ नै दिए। कुरा सुन्ने भनेको आफ्नै आमा र परिवारको हो देवेन्द्र। मेरी आमा मेरो साथमा हुनुहुन्छ, अरूको चिन्ता मैले किन गर्ने भन् त? हो नि दाई, यो जातवादको खाडल चिरेर तपाईँको आमाले जुन निर्णय गर्नुभयो यसमा मलाई एकदम खुसी लागेको छ दाई। जे होस्, गाउँलेहरू कोही पनि मेरो साथमा नभए पनि तँ एउटा रहेछस्। अब चाँडै तेरो दाइको बिहे हुन्छ। बिहेमा मस्त रमाइलो गर्नुपर्छ। ल, अहिले म जान्छु है त। हुन्छ दाई। समीर दाई र सीताको मायामा कसैको पनि आँखा नलागोस्। मामु, एउटा कुरा सोधौँ? के कुरा हो र? सोध न छोरी। काकाको बिहे हुने कुरामा सबैजना खुसी छन्, तपाईँ र फुपू चाहिँ किन खुसी नभएको? बाबाको बिहेमा नि काका खुब रमाइ नाच्नु भएको थियो नि त, मलाई बाबाले भन्नुभएको। तेरो बाको बिहा र तेरो काकाको हुन लागेको बिहामा धेरै फरक छ छोरी। म परे जात मिल्ने घरकी छोरी, तर तिम्रो काकाले हेरेकी केटी त जात नमिल्ने खालकी हो। मामु, यो जात भनेको के हो? हाम्रो जात र सीता दिदीको जातमा के फरक छ? तैँले यस्तो कुरा बुझ्ने बेला भएको छैन छोरी। तर तैँले मलाई सोधिहालिस्, अब तँलाई मैले तैँले बुझ्ने भाषामा भन्छु। हाम्रो जात भनेको शिरको टोपीको जात हो, जुन सधैँ उच्च रहन्छ। त्यो सितेको जात भनेको खुट्टामा लाउने चप्पलको जात हो, जुन सधैँ पैताला मुनि रहन्छ। पैताला र शिरको मिलन कहिले भन्छ छोरी? यो पैताला र शिरमा के फरक छ र मामु? यो दुईटा हाम्रो शरीरको अङ्ग होइन र? चोट लाग्दा शिरमा पनि दुख्छ, पैतालामा पनि दुख्छ। मैले भने नि, तिमी अझै यस्तो कुराहरू बुझ्ने भइसकेकी छैनौ। ठुली भइसकेपछि यी सब कुरा आफै बुझ्छौ। किन ठुलो हुनु पर्यो भाउजू? बच्चाको जिज्ञासालाई कहिले पनि टार्न हुन्न। यता आऊ रस्सु, म तिमीलाई सम्झाउँछु। यो जात भन्ने कुरा सम्बन्धको कुनै पर्खाल होइन, यो त हाम्रो पहिचान हो। जस्तै यो संसारमा केवल दुईटा जात हुन्छन् छोरी, एउटा छोरा मान्छे, अर्को छोरी मान्छे। तल्लो जात माथिल्लो जात भन्ने कुरा मान्छेले आफ्नो स्वार्थको लागि बनाएका मात्र हुन्, जसको कुनै महत्त्व छैन छोरी। हामीलाई पनि स्कुलमा सरले पढाउँदाखेरि यस्तै भन्नुहुन्छ नि काका, मम्मीलाई त जातको बारेमा थाहा नै रहेन रहेछ। हो नि।
काका सीता दिदीलाई नि भेट्न जाँदाखेरि मलाई पनि लगाऊ ल। अभाव र अप्ठ्यारो परिस्थितिसँग जुझ्न मैले राम्रोसँग जानेकी छु समीर। फेरि म एक्लैले यो यात्रा पार गर्नुपर्ने पनि त होइन नि। जस्तो सुकै परिस्थिति आए पनि तपाईँ मेरो साथमा हुनुहुन्छ नि, होइन र समीर? तिमीले पिर गर्न पर्दैन सीता। म मेरो ज्यान रहन्जेलसम्म तिमीलाई साथ दिइरहनेछु। त्यति एउटा विश्वासले त मैले तपाईँलाई साथीबाट जीवन साथी बनाउने सोचेँ। तपाईँको हरेक सुख दुःखमा रमाउने इच्छा छ दाइ। तपाईँ मेरो सब थोक हुनुहुन्छ समीर। आई लभ यु। सीधा आई लभ यु टु भन्दिनु न काका। जाबो त्यति भन्न पनि आउँदैन तपाईलाई? म तिमीलाई एकछिनमा फोन गर्छु है। मेरी भतिजीलाई यस्तो कुरा कसले सिकाउँछ? साथीले। मेरो साथीको पनि लपडा छ नि त्यो प्रकाश कालेसँग। काली उम्रिँदैकी तिन पात मेरी भतिजी। लक्ष्मी किन आएर बसेको? आधा रात भइसक्यो, सुत्नु पर्दैन? मलाई सुत्नै मन छैन। के भन्छे? अचानक के भयो फेरि? सुत्नु त के, मलाई यो घरमा एकछिन पनि बस्न मन छैन। बुढो, अब हामी यो घरमा एकछिन पनि नबसौँ। जहाँ हाम्रो एकरती इज्जत छैन, जहाँ हामी हुनु र नहुनुमा कसैलाई मतलब छैन, जहाँ हाम्रो कुराको केही पनि मान्यता छैन भने यस्तो घरमा हामी किन लुत्रुक्क परेर बस्ने हो? आखिर त्यो बेसीको खेत बेचेर अर्को ठाउँमा पनि त घर बनाउन सकिन्छ। तेरो दिमाग त ठिक ठाउँमा छ। भाइले सारा सम्पत्ति हाम्रो नाममा गरिसकेको छ त, किन बाउला कुकुरले टोके जस्तो व्यवहार देखाउँछिस्? बल्ल परिवारमा खुसी थाउन थालेको छ, आमाको अनुहार उज्यालो भएको छ, त फेरि आमालाई दुखी बनाउने कुरा गर्दैछिस्? मेरो भाइले मेरी आमाले दुःख पाएर परिवार तितर बितर भएको म हेर्न सक्दिनँ। यस्तो वायात कुरा जति चाँडो तेरो दिमागबाट फाल्छिस् त्यति नै तेरो भलो हुन्छ। तपाईँलाई त म राम्रै सोच्थेँ, तर तपाईँ त दुई जिब्रे हुनुहुँदो रहेछ। मसँग एउटा कुरा गर्ने, आमा र भाइसँग अर्को कुरा गर्ने। मुख सम्हालेर बोल। मैले कहिले पनि दुई जिब्रे कुरा गरेको छैन। त्यो बेला मलाई परिस्थितिले गलत बनायो। मैले नचाहँदा नचाहँदै पनि म नालायक र कपुत भएर निस्केँ। हो, मैले पाप गरेकै थिएँ। त्यसको प्रायश्चित गर्न म मेरो आमा र भाइलाई यति धेरै माया र खुसी दिन चाहन्छु कि मैले गरेको पाप अलिकति भए पनि पखालियोस्। आफ्नो दाइलाई त्यतिसम्म राम्रो सोच्ने मेरो भाइ खाइ नखाइ अनेकौँ अप्ठ्यारा परिस्थितिसँग एक्लै सङ्घर्ष गरेर हामीलाई हुर्काए कि आमालाई अब म दुःख दिन र आमाको आँखामा आँसु हेर्न सक्दिनँ। लक्ष्मी, मेरी आमा मेरो भगवान हुनुहुन्छ। मैले उहाँको जति पूजा गरे पनि पाप त पखाल्न सक्दिनँ, तर तेरो लहलयमा लागेर भने फेरि अर्को पाप गर्ने हिम्मत ममा छैन। सुत्ने भए भित्र आइज, नभए यहीँ मर।
समीर कल्पना अझै सुतिराखेछ नि कि यिनीहरू चिया बनाएर ल्याइसके ल चिया दाई चिया खान आउनु न चिया सेलाइसक्यो अब समीरको र सीताको बिहे हुने कुरा तिमीहरू सबैलाई थाहा छ। जिन्दगी उसले बिताउने हो, उसको इच्छाको कदर हामी सबैले गर्नुपर्छ। छोरा, ठुलो बिहे गर्दिन, हाम्रो आर्थिक अवस्थाले दिँदैन। अब कान्छाको आर्थिक स्थिति तँलाई राम्ररी थाहा छ। खर्चको के कसो हो दाजुभाइ मिलेर गर्नु। हुन्छ आमा, म मेरो भाइको बिहे धुमधामसँग गराउँछु, तपाईँ चिन्ता नगर्नु। के भयो लक्ष्मी दिदी, अनुहारमा त पुरै 12 बजिरहेछ त, फेरि के नयाँ ताण्डव सुरु भयो घरमा? आफ्नै बुढो काल निस्केपछि ताण्डव त मचिहाल्छ नि गीते। कसरी मेरो बुढा एकाएक परिवर्तन भए मैले त केही बुझ्नै सकेकी छैन गीते। अस्तिसम्म देखि नसहने मान्छे आजभोलि उसकी आमा र त्यो भाइ बनाउँदैलाई भगवान सम्झेर पूजा गर्न थालेको छन्। त्यो त राम्रो हो त दिदी, चाहेको सबै सम्पत्ति आफ्नो नाममा पारिहाल्नुभयो, अब पनि के नपुगेर छटपटाइराख्नु भएको छ त? इज्जत, मलाई त्यो घरमा इज्जत पुगेन। अब त झन् त्यो सीते आउँदैछ, त्यो देवर राजा, सीते रानी, म चाहिँ तिनीहरूको दासी, त्यो घरको नोकर। म यो सब सहन सक्दिनँ गीते। अरू कुनै विकल्प पनि त छैन नि दिदी, कि त त्यो घर छोडेर आफै निस्किनु पर्यो? बुढो आँधो परेपछि मेरो के नै लाग्छ र? छुटेर बसौँ है हामी भन्यो भने पनि मान्दैन। म त के गर्ने के नगर्ने के सोच्न सकिरहेको छैन गीते। यस्तै पारा हो भने म त्यो घरमा आगो लाएर हिँडिदिन्छु। अझै पनि आगो लगाउन बाँकी छ र भाउजू? कतिन्जेल आफ्नै घरमा आगो लगाउनुहुन्छ? आगो लगाउने धुनमा एक दिन जलेर आफै खरानी हुनु पर्ला, बुझ्नुभयो? चुप लाग। तँलाई के को चासो हो? म जेसुकै गरौँ नि, तँ आफ्नो काममा मात्रै मतलब राख, बुझिस्? तपाईँ जस्तो भाउजू बुहारी त जन्मेर यत्रो भए आजसम्म कसैको पनि देखेको थिएन। ती गनुदाई पनि के साह्रो नामर्द भए हुन्। मेरी बुढी चाहिँ तपाईँ जस्तै परि भने अचानोमा राखेर 2 फ्याक पारिदिन्थे। गनुदाई सोझा परेर मात्रै, नत्र तपाईँ यतिखेर जेलमा तडपेर बस्नुभएको हुन्थ्यो, बुझ्नुभयो? अझ बढी बोल्छस्, मार्ने त त्यो यसैले हानेर बढी बोल्दो रहेछ। अर्कोपल्ट तँ भेटु मात्रै न, कसले कसलाई 2 फ्याक पार्दो रहेछ त्यतिखेर थाहा हुन्छ। अब त खुसी छेस् नि सीता, हाम्रो माया बल्ल सफल हुँदैछ। मलाई थाहा छ, मलाई त यो एउटा सपना जस्तो लागिरहेछ सीता। सोचेकै थिइनँ आमाले हाम्रो मायालाई स्वीकार गर्नुहुन्छ भनेर। मलाई पनि सपना जस्तै लागिरहेछ समीर, तर मेरो खुसी अझै बलियो भइसकेको छैन। किन? भन्छन् समयको गतिलाई कसैले नाप्न सक्दैन। हाम्रो समय अझै पनि उतार चढावमै चलिरहेछ समीर। कहाँ कुन बेला के हुन्छ
केही थाहा छैन। जुन दिन मेरो सिउँदोमा तपाईँको नामको सिन्दुर पर्छ त्यही दिन मात्र म खुसी हुन्छु। चिन्ता नगर, अब चाँडै त्यो दिन आउँछ। के भयो तँलाई? किन फुलेर बसे कि? सोध। म सुते पनि मरे पनि तपाईँलाई केही फरकै परिरहेछ त। म जिसुकै गरौँ नि, तपाईँलाई के चासो पर्यो? तपाईँलाई निन्द्रा लाग्छ? सोध्नुहोस् न। सोध्ने बेला दिमाग न त भाइ, फुरुक सोध भनेको। यो घरमा त मरे पनि सुत्दिनँ। सुत्दिनस् भने निस्किएर त कसले रोकेछ तँलाई? जान्छु, तपाईँले भनिरहनु पर्दैन। तर यो घरमा त ज्यान जागा बस्ने भनेर चाहिँ। ए जा जा, भोलि बिहान मैले तँलाई यो घरमा देख्न नपरोस्। दाइ, राति फेरि भाउजूसँग झगडा पऱ्यो क्या हो? सर्का चर्की आवाज आइरहेको थियो। तेरि भाउजूलाई म सम्झाउन सक्दिनँ भाइ, त्यो पनि कुकुरको पुच्छर जस्तै भाइ। कहिले सिधा बनाउन सक्यो? के कुरामा रिसाउनु भयो फेरि? दिमाग सड्किएको छ त्यसको। यो घरबाट अलग बस्ने अरे, छुट्टिएर बसो भन्छ। झन् तेरो र सीताको बिहेको कुराले त पतपति पोल्यास त्यसलाई। बिहानै निस्केर जा भनेको, म उठ्दा पनि ओछ्यानमै रहेछ। बरु निस्केर गए पनि आनन्दै हुन्थ्यो। त्यस्तो नभन्नु न दाइ, म सक्दिनँ यार त्यसलाई झेल्न। अनुहार देख्दा पनि कुच्याइदिउ जस्तो लाग्छ। अब म यो घरमा एकछिन पनि बस्दिनँ र कहिले पनि फर्केर आउँदिनँ। जा जा, आउनु पनि परेको छैन। के भनेको छोरा? रोक्नु पर्नेलाई भो, कसैले रोकेर रोकिनेवाला छैन म। जान त। दशा भनेको गएको राम्रो हुन्छ आमा, आएको होइन। चिन्ता नगर्नुहोस्, यो आइमै यहाँबाट गएपछि मात्र यो घर स्वर्ग बन्छ। घर किन घाटकी भएर त्यो घरबाट निस्कनु पर्यो। अब जाने पो कहाँ होला? माइती जाऊ भने कुन मुख लिएर जाऊँ? घर जाने बाटो आफैले बन्द गरेर हिँडे।
देवर तपाईँले मलाई छोडेर कहाँ जानु भएको? म कति धेरै रोएँ। काकाले पनि तपाईँको कति धेरै चिन्ता गरिराख्नु भएको छ। कहाँ हुनुहुन्छ मम्मी? छिट्टै घर आउनु न। भयो छोरी, म अब त्यो घरमा आउँदिनँ। मलाई त्यो घरमा आउने मनै छैन। मामु, तपाईँलाई मेरो माया लाग्दैन? तपाईँ मलाई छोडेर एक्लै बस्न सक्नुहुन्छ? नसकेर के गर्नु त छोरी? अब म नयाँ घर बनाउँछु। हाम्रो छुट्टै घर हुन्छ। अनि तिमीलाई र बाबालाई लिन आउँछु नि है? नै, म नयाँ घरमा बस्दिनँ। म आमा र काकालाई छोडेर तपाईँको नयाँ घरमा बस्दिनँ। ल्याउ त। भाउजू, के कुराले यति धेरै चित्त दुखाउनु भएको तपाईँले? फेरि एक्कासी किन घर छोडेर हिँड्नु भएको? तपाईँ जस्तो बुझ्ने मान्छेले पनि यस्तो गर्ने हो र भाउजू? घर फर्केर आउनुहोस्। छोरीले हामी सबैले तपाईँको बाटो हेरिरहेका छौँ। भाउजू, भाउजू, मम्मी प्लिज छिटै घर आउनु न। मामु, काकाले बाबाले अब तपाईँलाई कहिले पनि चित्त दुखाउनुहुन्न। आउनुहोस् न। कोसँग बोलेकी छोरी? मामुसँग। बोल्नु पर्दैन त्योसँग। त्यसको लागि यो घरमा अब कुनै ठाउँ छैन। तिमी यो घरमा अब कहिले पनि आउँदिन। कुरा नगर्नु त्योसँग। यो घर परिवारको राम्रो हुन चाहने कोही पनि चाहिँदैन हामीलाई। चिन्ता नगर छोरी, मामु यो घरमा फर्केर आउनुहुन्छ। तिम्रो काकाले ल्याउँछ नि मामुलाई। भाउजू, 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 तपाईँ किन यति धेरै रिसाउनुहुन्छ भाउजू? दाइको रिस परिवारमाथि किन पोख्दै हुनुहुन्छ? बिचारी रसु मम्मी कि मम्मी भन्दै रोकिरहेछ। कसैको वास्ता नगरे पनि त्यो बिचारी सानी छोरी रसुको त वास्ता गर्नुहोस्। पहिले आउनु छोरा, हिँड्नु गर। जान्न म। जुन घरमा मेरो इज्जत हुँदैन त्यो घरमा म एकछिन पनि बस्दिनँ। कसले दिन तपाईँलाई इज्जत? भन्नुहोस् त, को हो त्यो? त्योसँग म कुरो गर्छु। मेरी यति प्यारी भाउजूलाई कसले दिँदो रहेन रहेछ इज्जत? म पनि हेर्छु। भो धेरै चिप्लो घस्नु पर्दैन। घर फर्काउने बेलामा चाहिँ चिप्लो घस्यो, घर पुगेपछि उइताल त हो नि। तपाईँ पनि त्यही दाइको भाइ त हो नि। कुन चाहिँ गतिलो हो र? अब गतिलो हुन्छ नि त भाउजू, तर सानो रिसमा यति ठुलो कदम नचालेर हुन्थ्यो भाउजू। हिँड्नुहोस् घर जा। अबदेखि तपाईँलाई सबैले इज्जत गर्छन्। सानोतिनो मान्छे हो र तपाईँ? त्यो घरको जेठी बुहारी पो हो त तपाईँ। आमापछि त्यो घरमा कसैको हक अधिकार चल्छ भने त्यो केवल तपाईँको चल्छ भाउजू। त्यो घरमा हामी सबैलाई सम्झाएर बस्नुपर्ने मान्छे नै यसरी घर छोडेर हिँडेपछि कसले राम्रो मान्छ भाउजू? भन्नुहोस् त। जब त्यो घरमा कसैले मेरो कुरा सुन्दै चाहँदैन भने कसलाई के भनेर सम्झाउने मैले? दिनुहोस् मेरो झोला, म त्यो घरमा फर्किन्न। छोरी रोको हेर्न सक्नुहुन्छ र तपाईँ? ती माथि तपाईँले घर छोडेर हिँडेकोमा सबैले पछुतो मानिरहनु भएको छ। तपाईँको महत्त्व के हो बल्ल बुझ्दैछन् सबैले। हिँड्नुहोस् न भाउजू, घर जाउँ। जाउँ न भाउजू। अब तपाईँको विरुद्धमा कसैले केही गर्यो भने म सामना गर्छु त्योसँग। जाउँ न घर, जाउँ न भाउजू।
मेरो जिन्दगी मेरो खुसीको त केही मतलब थिएन होइन आमा। फेरि कान्छो दाइको खुसीसँग किन तपाईँको यति धेरै लगाव? म पनि त तपाईँकै सन्तान हो। फेरि आफ्नै कोखबाट जन्म दिएको सन्तानमा पनि किन यति धेरै भिन्नता? के म छोरी भएकै कारण मेरो सपना, मेरो इच्छा, मेरो आकाङ्क्षालाई दबाउन खोज्नु भएको हो तपाईँले? के भनेको छोरी त अनि त्यस्तो? मेरो विगत बिर्सनु भयो तपाईँले। म कुन अवस्थाबाट गुज्रिएको थिएँ त्यो सबै तपाईँहरूले बिर्सिए पनि म कहिले बिर्सन सक्दिनँ आमा। तुलसा दिदी, के भयो गणेश भाइ? निकै तनावमा देखिनुहुन्छ त। आज मैले जे देखेँ त्यो तपाईँले सुन्नुभयो मात्र भने पनि मेरो भन्दा ठुलो तनावको थर्का तपाईँलाई लाग्छ। किन, के भयो र? मैले त केही बुझ्नै सकिनँ। तपाईँलाई एउटा सल्लाह दिन्छु दिदी, हुर्केकी छोरीलाई अब धेरै दिन घरमा नराख्नुहोस्। जति सक्दो छिटो एउटा राम्रो केटा खोजेर जिम्मा लगाइहाल्नुहोस्, नत्र छोरीले घरको इज्जत माटोमा मिलाउन पर्दैन। किन, के गरिन मेरो छोरीले? त्यो पारी गाउँको एक्लै साइला छैन, त्यो दलित, त्यसको छोरासँग तपाईँको छोरी माथि डाँडोमा हात समातेर बसेको देखेर आउँदैछु मैले। छि 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 छि, मलाई त सम्झिँदा पनि घिन लागेर आउँछ। आफ्नै बराबरीको केटासँग भए त चित्त बुझाउने ठाउँ हुन्थ्यो। त्यो आँगनको डिलमा पनि उभिन नसक्ने जातको घरमा छोरी पठाउनु पर्यो भने के हुन्छ? यो गाउँमा कसरी मुख देखाएर हिँड्नुहुन्छ? कल्पना, के भयो आमा? पानी लिन गएकी मान्छे यति बेलासम्म कहाँ बसेको थिइस्? धारामा पानी रोकिएको रहेछ, त्यही भएर एकछिन समय लाग्यो। बहाना हेर न, बहाना। बरु सिधै भन न, माथि डाँडामा एक्लै साइलाको छोरासँग लठारिएर बसेको थिएँ भनेर। अब म मेरो आफ्नै आँखाले देखेर आउँदैछु, बोला न जोड। के गणेश भाइले भनेको कुरा साँचो हो? किन के बोल्दिनस्? त्यो एक्लै साइलाको छोरा र त बिच के छ मन त? छिटो भन्। हो आमा, म र संजोग एकअर्कालाई माया गर्छ। के भनिस् रे? ल है दिदी, बेलैमा छोरीलाई सुधार्ने मौका छ, पछि फेरि ढिला हुन सक्छ। परिवार र घरको इज्जत जोगाउन चाहनुहुन्छ भने एउटा राम्रो केटा खोजेर जिम्मा लगाइहाल्नुहोस्, ढुक्क हुन्छ। ल त, म अहिले लाग्छु। अरू बहिनी, अरू यो समाज यस्तै छ, तँलाई थाहा छ त? यहाँ माया भन्दा ठुलो जात छ, परिवारको खुसी भन्दा ठुलो समाजले देखाएको डर छ। नरो, आमालाई म सम्झाउँदा। त पनि यसकै पक्षमा लागिस्? के सम्झाउँछस्? कि अब म जानी जानी यसको हात त्यो सानो जातको केटाको हातमा दिउँ? भोलि बाटो हिँडे पछि
समाजले हाम्रो घरतिर फर्केर थुकुन् भन्ने लाग्छ तँलाई? यसले नचाहेको मान्छेसँग बिहे गर्दा चाहिँ यो खुसी हुन्छ त आमा? मलाई केही सम्झाइरहनु पर्दैन। के सही हो के गलत हो तिम्रो जस्तो बुढाबुढीले सम्झाउनु पर्दैन। यसलाई भन्दिनँ यो कोठाबाट ननिस्किनु भनेर, यदि यो निस्के भने राम्रो हुँदैन। सन्तानमा पनि कोही काखा कोही पाखा किन आमा? के छुवाछुतको अन्त्य भइसकेको हो र? दाइले सीतासँग बिहा गर्दा अब हाम्रो परिवार चुप लाग्ने भइसक्यो। दाइको बिहेले हाम्रो परिवार हाम्रो इज्जतमाथि कुनै पनि दाग लाग्दैन र आमा? ल अब भाउजू यो घरमा आउनु भएको छ। भाउजूले अबदेखि कसैले पनि केही पनि भन्न पाउँदैन है, मैले अहिले नै भनिदिएको छु। नामु तपाईँले मलाई छोडेर किन जानु भएको? अबदेखि मलाई छोडेर नजानु ल। अबदेखि मेरो छोरीलाई छोडेर म कहीँ पनि जान्न। यो दोसाले कहाँबाट बाटो बिरायो? कसले लिएर आयो ल यहाँ? के सोचेर त यो घरमा आइस फेरि? मैले ल्याएको दाइ। अबदेखि भाउजूले न कसैलाई केही भन्नुहुन्छ न भाउजूलाई कसैले केही भन्छ। भाउजू तपाईँ झोला लिएर भित्र जानुहोस्। दाइ चाडबाडको समय छ। यो बेला भाउजूले घर छोडेर जानुभयो भने खल्लो महसुस हुन्छ। फेरि रस्सुको लागि भए पनि भाउजूलाई ल्याउनु जरुरी थियो दाइ।
गणेश भाइ पो आउनुभएछ बसौँ न। अब बस्ती फुर्सद त थिएन दिदी। समाजमा चलेको गाईगुई हल्लाको कारण एउटा भाइको धर्म निर्वाह गरौँ कि भनेर यता छिरेको। तपाईँहरूको दिमाग सर्क्या हो? किन यसरी दान आफ्नै खुट्टामा पन्तरो हान्दै हुनुहुन्छ? थाहा छ जातीय विभेदले समाजमा कस्तो असर गर्छ? एक दिन माया गरेर स्वीकारेको नाटक गर्छन्। जब समाजको वचनले मन रेटिन थाल्छ नि, अनि कैयौँ छोरी चेलीहरू आत्महत्या गर्न बाध्य हुन्छ। समाजबाट कैयौँ परिवारहरू त्यत्तिकै लोखटिएका छन्। तपाईँहरू धेरै सोझो हुनुहुन्छ। मेरो त सम्झाउने काम हो, सम्झाइदिए, बाँकी तपाईँको विचार। ल त दिदी, अहिले म लागे। सन्चै हुनुहुन्छ नि दिदी? ठिकै छ छोरी, जा त गणेश बाबुलाई च्यानेर यहाँ सक्दिनँ म। पर्दैन पर्दैन, मैले भर्खर पिएर हिँडेको। कल्पना नानीलाई म प्रति उठेको रिस अझैसम्म शान्त भएको छैन जस्तो छ। धन्न त्यो बेला मैले आँखा खोलिदिएको भएर त्यस्तो देउता जस्तो ज्वाइँ पाएकी छौ। राम्रो कर्म गरेको पनि देख्ने गर न कहिले काहीँ। म पनि घरिघरि यसलाई त्यही सम्झाइरहन्छु। अब छोरीलाई होइन दिदी, छोरालाई सम्झाउनु पर्यो। छोरालाई होइन, मैले यो के सुन्दैछु? समीरको बिहे त्यो सेतेसँग? कसरी अनुमति दिनुभयो दिदी? तपाईँ त जात पात छुवाछुत भनेपछि कट्टर हुनुहुन्थ्यो, अनि अहिले चाहिँ छोराकै मोती बिगार्न यसरी साथ दिइरहनु भएको छ। भोलि यो समाजमा तपाईँ बाँच्नु पर्दैन दिदी। कसरी हुन्छ? समीरको यो बिहे रोक्नुहोस् दिदी, नत्र भने तपाईँहरू पनि यो गाउँ छोडेर बसाइ सर्नु पर्ला। कसको के बिगारेका छौँ बसाइ सर्न? तपाईँ हामीलाई भड्काउन आउनुभएको हो? कुरोको जानुहोस्। तपाईँको सल्लाह हामीलाई चाहिएको छैन। जानु भनेको। किन आमा, घरमा दुश्मन लागेर घर मसान घाट जस्तो भइसक्यो। त्यही माथि यस्ता शैतानहरूको बास हुन्छ दिनदिनै। तपाईँ जानु भनेको र मेरो भाइको बारेमा एक शब्द पनि गलत बोल्नुभयो भने म तपाईँको मुख सिलाइदिन्छु। जानुहोस्। यो के गरेको छोरा तैँले? जो कोही आउँछ हाम्रै कुरा काट्छ, त्यो पनि हाम्रै घरको पिँढीमा बसेर। कसरी सुन्न सक्नु आमा? भाइ र सीताको बिहे गर्ने तपाईँले निर्णय गर्नु भएको छ होइन? उनीहरूलाई वचन पनि दिनुभएको छ। त्यो वचन चाँडोभन्दा चाँडो पुरा गर्नुहोस् आमा। त्यसपछि यी यस्ता बोल्नेहरूको मुखमा बोझो लाग्छ। कान्छे, दिदी, अचानक यहाँ मलाई किन बोलाउनु भएको?
बिहाको तयारी सार्न भन्नलाई त होइन नि। बल्ल बल्ल मेरी छोरीको अनुहारमा खुसी भरिँदैछ। उसको मन दुखाउने कुरा चाहिँ नगर्नुहोस् है। धेरैपल्ट आँसुमा डुब्दै बल्ल बल्ल खुसीहरू माझ तैरिन थालेकी छ मेरी छोरी। हतारमा निर्णय लिएर मैले गल्ती गरेका चाहिँ छोराको खुसी भन्दा अरू मेरो लागि केही हुन सक्दैन जस्तो लाग्थ्यो। त्यसैको बहकामा आएर सीतालाई बिहे गर्ने अनुमति दिए। बिस्तारै बिस्तारै बुझ्दै जाँदा त मायाले मात्रै संसार चल्दैन भन्ने बुझे। भोलिको दिन समाज भएन भने जिन्दगी नर्क बन्दै जान्छ। आफन्त भएन भने आफू हुनु र नहुनु के औचित्य हुँदैन। यसको मतलब के निकाल्नु खोज्नु भएको दिदी? यो बिहे रद्द गर्नुपर्छ। म हामी दुई परिवारको भलाइको लागि भन्दैछु। तिमी यो कुरालाई गलत नसम्झ। यो के भन्दै हुनुहुन्छ तपाईँ? म मेरो छोरालाई र सीतालाई सम्झाउन सक्दिनँ। मलाई तिम्रो सहारा चाहिएको छ। तिमी केही दिनको लागि यो गाउँ छोडेर जाऊ। सीता नभएपछि म मेरो छोरालाई जसो तसो सम्झाउँला। मेरो लागि यति काम गरिदेऊ खान्छे। हामी जस्तो सानो मान्छेको लागि हात नजुड्नुहोस् दिदी। म तपाईँले भने बमोजिम सबै थोक गर्न सक्छु, तर मेरी छोरीको खुसी खोज्ने चेष्टा गर्न सक्दिनँ। बरु मलाई पिट्नुहोस्, गाली गर्नुहोस्, खाउने निकाला गरिदिनुहोस्, तर उबाट उसको खुसी नखोसिदिनुहोस् दिदी। बिन्ती, म मेरी छोरीको अनुहारमा अँध्यारो देख्न सक्दिनँ। के भयो आमा? किन रुनु भएको? के हेर्नु छोरी, बाटोमा आउँदै थिएँ, आँखामा किरा पसे जस्तो। होइन आमा, तपाईँको अनुहारमा झुट प्रष्ट झल्किरहेको छ। के भयो? मलाई नडाँटी भन्नुहोस् त। केही भएको छैन छोरी।